नमस्ते साथी हो म चाहिँ यहाँ ग्यास स्टेसनमा छु यहाँ ग्यास हाल्दैछु है यो ग्यास पम्पमा ग्यास एकदम महँगो छ अब यहाँबाट म नसल्भ छु म चाहिँ रेगुलर हाल्छु यहाँ रेगुलर अनि म यहाँ अब यो ग्यास कति महँगो छ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ यी एकदम महँगो छ ग्यास अब आज हिजो मैले हाल्दाखेरि अब 10 सेन्ट बढ्यो रहेछ आज ठ्याक्कै आज 10 सेन्ट बढेछ अब कति जान्छ हेरौँ है त यो ओके ग्यास अमेरिकामा एकदम महँगो भयो है साथी हो रेगुलरको $4.29 छ हिजो मैले $97 को हालेको म अनि हालेपछि काम कतिको गरेछ त्यो पनि देखाउँछु म तपाईलाई यो पहिला हालौँ यो कति जान्छ भिडियो अलिकति लामो हुन्छ तर डिटेलमा हुन्छ है साथी हो यसरी ग्यास हाल्दाखेरि यो मेरो गाडी चाहिँ यो हेर्नुस् यो गाडी यहाँ छ है ग्यास यहाँ दिइरहेको छु ग्यासको पम्प यो सिनरी पनि हेर्नुस् अनि यो चाहिँ यहाँ ग्यास मजाले चलिरहेको $26 $27 भयो है अनि हिजो झन् $100 मा कति काम भएछ त्यो पनि म देखाउँछु तपाईको अमेरिकामा ग्यास चाहिँ सस्तो छैन यो प्रत्येक दिन $10 बढिरहेछ 10 सेन्ट बढिरहेछ है सर प्रत्येक दिन 10 सेन्टको हिसाबले बढिरहेछ अस्ति पहिला अस्ति भर्खरै 1 महिना भन्दा अगाडि लगभग $2.60 मा म हाल्थे यही ठाउँमा र अहिले चाहिँ $4.29 भएको छ $45 आयो कति भयो त अब लगभग घट्छ होला यो $50 आयो है अब यी $50 भयो अझै जाँदैछ अझै जाँदैछ निकै खाएछ ग्यास हिजो अलिकति टाढा ट्रिप परेको थियो त्यही भएर अलिक लामो ट्रिप हिजोको बिल पनि म देखाउँछु हिजो तपाईँलाई बिल देखाउनु सकिनँ बिल चाहिँ मैले राखेको छ र बिल चाहिँ आजको सँग देखाइदिन्छु र कामको पनि एकचोटि हेरेँ $60 गयो आमा हो ल 160 अब $62 बनाइदिउँ यसलाई $62 ओके यो $62 को यो भयो है $62 को भयो यो अब यहाँ रिसिभ आउँछ यहाँ रिसिभ पनि उता क्लार्कमा जानु पर्यो अब तपाईको मेरो हिजोको ग्यासको रिसिभ यहाँ छ है हिजोको चाहिँ यो हो रिसिभ हिजोको ग्यासको रिसिभ चाहिँ यो हो यहाँ ठ्याक्कै $97 छ यहाँ $97 छ यसको अनि यो काम गर्दाखेरि हामीले अब काम पनि देखाइदिउँ तपाईलाई कति डलरको कति काम भयो अब यो मेरो एप भयो हिजोको $97 हिजो मैले हालेको अनि यो चाहिँ हिजोको काम गयो यो यतापट्टिको यो हिजोको यो $97 हालेपछि 500 कति भएछ $542 कमाएछ हिजो अनि समय चाहिँ अनलाइन चाहिँ 10 घण्टा जति बसेछ र यो $540 चाहिँ कति आवरको पेड हो भने 5 घण्टा 50 मिनट झन्डै रहेछ 5 घण्टा 48 मिनटको पेमेन्ट चाहिँ यति आयो अनि यही हो यहाँ न्युयोर्कमा एकदमै उ छ आज चाहिँ मैले अब $60 को हाल्यो $62 को हाल्यो हैन साथी हो $62 कोले चाहिँ अब कति कमाउँछ आज फेरि म तपाईलाई पछि भन्छु र सधैँ त भिडियो बनाउनु त्यति सकिँदैन र त्यही पनि कोसिस गर्छु तपाईहरुलाई अनि आजलाई भिडियोलाई यति नै हस् त।